अभी मजा आएगा ना भिडो। आज के दिन हो नि हो आज त खाना सिको नि हो रागो 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 भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार यता राङ्गो नै हो रागो यता कुखुरा कुखुरा यता कुखुरा कौन है ये लोग कहाँ से आते हैं यता रागो नि हो बर्सीको जालले यस्तो निदा रहेछ हेर्नु चाहिँ तपाईँले यी सुत्ला सुत्ला जस्तो गर्दैछ कैसा लगा मेरा मजाक र आज केटाहरू चाहिँ एकदम फुस्रै भइरहेछ आज स्कुटीहरू करेलामा पनि धुलो बोकेर हिँड्दैछ त केटाहरू सो हेलो गाइज गुड मर्निङ एभ्रिवान है एन्ड वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सन्चै नै हुनुहुन्छ होला म पनि एकदमै सन्चै नै छु है र आज चाहिँ हामीहरू चाहिँ है एकदमै बाइक राइडिङ छ हाम्रो चाहिँ होइन अनि केटाहरूसँग चाहिँ आज रामनवमी हो आज चाहिँ अनि साथीहरूले चाहिँ यसो घुम्नु जाउँ भनेर चाहिँ हामी चाहिँ लाग्नु आँटेको अवस्था है अहिले भने टाइम चाहिँ तपाईँको 5:46 भएको छ है अनि हामी चाहिँ एकदमै 6 बजी हिँड्ने प्लानमा छ र आजको हाम्रो चाहिँ टुर चाहिँ कहाँसम्म हुनु गइरहेछ भने चाहिँ आजको टुर चाहिँ हाम्रो वर्षे तरफ हुनु गइरहेछ अनि साथीहरू पनि आउँदैछ है धेरै हामी चाहिँ एकदमै बिसी छ अनि त्यस्तै हुन्छ होला 10-12-13 जना त्यस्तै हुन्छ होला हामी चाहिँ अनि एकदमै इन्जोय गर्ने हो है तपाईँहरू पनि लास्टसम्म नै हेरिदिनुहोस् होला इन्जोय गरिदिनुहोस् होला मेरो भिडियोमा है आजको टुर चाहिँ वर्षे हुनु गइरहेछ तपाईँहरूले इन्जोय गरिदिनुहोस् होला है गाइज अहिले साथीहरू आइपुगेपछि तपाईँलाई म देखाउँछु होला गाइज है हेर्दै गर्नुहोस् लेट्स गो सो गाइज है अलमोस्ट केटाहरू चाहिँ आइसकेको छ है एकदमै रमाइलो गरेर मेरो बाइक चाहिँ जाँदै गर्ने अरे उता लुकिङ ग्लास बनाउनु है देख्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो ब्राइडल्स टिमहरू चाहिँ ठिकठाक आज वर्षे जाने हो फार्ने हो आउने हो घुम्न जानेछौँ भाइहरूसँग वर्षे खुसी धेरै है यस्तो राइड चाहिँ बवाल हुनेछ होइन अब अस्ति भएर लुगा गएको त्यस्तै नै हुन्छ तर आज चाहिँ अलिक मजाको आजको राइडमा अब त्यति एक्सपिरियन्स छैन साथीहरूसँग रमाइलो गर्नु भइरहेको आज चाहिँ हामी यहाँको केटाहरू सबै मिलेर है वर्षे जाँदैछौँ 2 जना छ रमाइलो हुन्छ होला एक्सपेक्ट चाहिँ त्यस्तो छ हेरौँ वर्ष जानुको लागि रामनवमीको अवसरमा घुमेर आउने एकदम है सेकेन्ड राइड हो हाम्रो त अब ग्रुप राइड फर्स्ट राइड पनि याङगाको ब्लग हेर्नुभयो होला तपाईँहरूले अब सेकेन्ड राइड पनि हेरिदिनुहोस् यहाँबाट पर्खिन जाउँ ल हिँडे गरौँ लास्टमा चाहिँ हामीहरू चाहिँ अब भिडियो बनाउँदै 2 जना सो गाइस चाहिँ अलरेडी हामी चाहिँ हिँडिसकेको अवस्था है साथीहरू चाहिँ अगाडि हिँड्दैछ हामी चाहिँ लास्टमा एकदमै लास्ट हिँड्दैछौँ है एकदमै आजको भिडियोमा चाहिँ तपाईँहरूले होइन लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् होला है सो फाइनली गाइज अहिले भने चाहिँ हामी चाहिँ दार्जिलिङ आइपुगेको अवस्था है हामी चाहिँ यो टासिङको नजारा एकदमै कता चाहिँ पुगेको छैन टासिङ लासो पुगेको अवस्था है गाइज ओ गाइज धुलै धुलो पुस्रो भयो हामी चाहिँ एकदमै आज घुम्नु गएको हामी चाहिँ त्यसै धुलो खानु आएको जस्तो मात्रै भइरहेछ है यहाँबाट देख्नुहोस् हेर्नुहोस् त तपाईँहरूले है धुलो एकदमै उडिरहेछ
र आज केटाहरू चाहिँ एकदम फुस्रो भइरहेछ है आज स्कुटीहरू एकदमै फुस्रो है कालोमा चाहिँ सेतो हुने रहेछ यहाँ त एकदमै फुस्रो चाहिँ आज कतिको उयो भयो ओभर भइदिएको परेलामा पनि धुलो बोकेर हिँड्दैछ त केटाहरू सो फाइनल्ली गाइस हामी कहाँ आइपुग्यो भन्दै फाइनली आज चाहिँ सोमबारे बजारमा आइपुगेको छौँ अब यहाँ चाहिँ खाजा खाएर चाहिँ फेरि लाग्दै है यस्तो छ यहाँ सोमबारे बजार अब यहाँ केटाहरूले एकदमै है लाइन राखेर चाहिँ खाजासाजा खाएर चाहिँ हामी चाहिँ लाग्ने हो है म चाहिँ नआएको निकै भइसक्यो यति यस्तो छ यहाँको नजारा चाहिँ है कहाँ आइपुग्यो अहिले हामी चाहिँ सोमबारे है सोमबारे कस्तो लाग्दैछ ड्राइभ गर्नु मलाई भोक मात्रै लाग्दैछ हजुर केसँग खाने सुँगुरको मासुसँग आम्मा अघि त समोसा मात्रै खाने भन्दैछु त आज के दिनुहुने हो आज त खाना सिकोनी हो राँगो राँगो है यता राङ्गो नै हो राँगो यता कुखुरा कुखुरो यता राँगो नै हो दुईजना चाहिँ कुखुरो यस यस तर यो र अब चाहिँ है गाइस खाना खानु लाग्न आँटेको है खानासाना खाएर हामी निस्केर चाहिँ देखाउने छु है गाइस हामी चाहिँ लाग्दैछौँ है जग्गाको नाम चाहिँ याद छैन है सबै फर्स्ट टाइम भएर आज बाटो बिर्सेर यति साह्रो प्रब्लम भयो कि आमा पर्खिँदै लाँदै सोध्दै हो सबैजना नयाँ भयो नि त्यसले गर्दाखेरि चाहिँ एकदमै आज चाहिँ प्रब्लम भइरह्यो अनि हामी चाहिँ पुग्ला जस्तो गर्दैछ है अगाडिको सिन देखाउनु पर्दा तपाईँहरूलाई है अगाडिको सिन चाहिँ यस्तो छ गाइस है सो फाइनल गाइस हामी चाहिँ आधी बिचमा आइपुगेछ है अनि यहाँ चाहिँ वर्षी पुग्नु आँटेको छौँ हामी चाहिँ अनि यहाँ चाहिँ पार्ट्स काटेर जानुपर्ने अरे अनि यहाँ साथीभाइहरू पनि है बिसाइरहेछ गाइस भर्खरै पार्ट्स काटिसकेर हामी चाहिँ लागेको अवस्था है जिउको 100ले काट्दो रहेछ पार्ट्स चाहिँ तर गाइस हामी चाहिँ है रोडमै अब यति लामो हिँड्नु पर्दो रहेछ है जाम भएर के भन्छ जिटी हत्तु भयो होला आज त डल्ले पुरा हाँस्दैछ पुरा मस्किँदैछ को छ को छ अनि यहाँ चाहिँ एकदमै साँघुरो बाटो है गाडी राखेर चाहिँ एकदमै एउटा गाडी मात्रै छिर्ने रहेछ अनि यस्तो हिँडै मचिँदैछ कि गाइस रोडमै पुरा जामले गर्दा उतै राखेर आएको है बाइकहरू हो गाइस एकदमै है डरलाग्दो बिहाइन्ड द सिन भइदियो आज चाहिँ किनकि भने चाहिँ आज है यति साह्रो जाम रहेछ कि यति साह्रो जाम भएर चाहिँ हामीहरू चाहिँ अब रोडमै झन्डै 1 घन्टा जस्तो हिँड्यो होला है कि आधी घन्टा भयो आधी त भयो नि है आधी घन्टा भयो होला लगभग है अन्त अझै हिँड्नु पर्दो रहेछ आमा अन्त यता बिमामा चाहिँ एकदमै है निन्द्रा नपुगेर वर्षीको जामले यस्तो निद्रा रहेछ हेर्नु चाहिँ तपाईँले यहीँ सुत्ला गर्दैछ यो वर्षको स्टार्टिङ चाहिँ यहाँबाट स्टार्ट हुँदो रहेछ है गाइस यहाँदेखि चाहिँ स्टार्टिङ पोइन्ट गेट भनौँ न अन्त जान्छ भनेको अगाडि आउँ कतिमा चाहिँ वर्षी त फुलेको छ नि त के भयो यहाँ त तल त झरिसकेछ त भन्ने लाग्यो र गाइस फाइनली आइपुगेर चाहिँ हामी चाहिँ है हेरेको यहाँ त लास्टमा चाहिँ यस्तै मात्रै मजाले चाहिँ फुलेको छैन छ बा झरिसक्यो कि बा एउटै छ
गुराँसैको फेदम यस्तो छ है यहाँको चाहिँ। यहाँ चाहिँ लेक पनि रहेछ तर सुकेर गएछ यो लेक चाहिँ। लेक यहाँ लेक चाहिँ पर मात्रै रहेछ सुकेछ हो। गुराँसको फेद मुनि यस्तो छ है यहाँ चाहिँ। हामी चाहिँ गुराँस हिँड्नु चाहिँ 5 किलोमिटर आयो 5 किलोमिटर बाट हिँडेर आएकै हामी चाहिँ। गुराँसको फेदमा हामी डुल्दैछौँ। हेर्नुहोस् गुराँस चाहिँ अब छ छैन भन्न सक्दिनँ। एउटा दुईवटा बोटमा चाहिँ अलिक मजाले आएको रहेछ है। त्यस्तो छ अनि यहाँ यस्तो छ। Peggy. Guras. यस्तो छ यहाँ चाहिँ झन्डै तल पास गऱ्यौँ पुरा गाडी छ। ल ल ल ल जङ्गलभित्र यस्तो छ है। सो गाइस है तपाईँलाई कस्तो लाग्यो? राम्रो लाग्यो होला है। पानी पर्नु लागेर चाहिँ हामी चाहिँ फर्किँदै गरेको अवस्था। अब है पानीले भेट्छ होला अनि पर्सि तपाईँलाई देखाइसकेको छु है। कस्तो लाग्यो भने मन पऱ्यो भने तपाईँले लाइक एन्ड कमेन्ट एन्ड सेयर पनि गरिदिनुहोस् होला है। हुन्छ त्यति भन्दैमा नेक्स्ट भिडियोमा मिल्नुपर्छ गाइज।